हेलो साथी, वेलकम टु माई अनदर ब्लग। आई होप हजुरहरू एकदम फिट एन्ड फाइन हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अनि आजको ब्लग चाहिँ म बिहान स्टार्ट गर्दैछु। देख्न सक्नुहुन्छ मोबाइलमा 4:02 गएको छ। यति बिहानै उठेर नुहाइधुवाइ भएर म रेडी भएको छु। किन भन्नुहुन्छ होला, म चाहिँ आज चाहिँ हाम्रो सबै फ्यामिलीहरू मिलेर दर्शन गर्नको लागि स्वर्गद्वार जाँदैछौँ। त्यसैको लागि बिहान हजुर हामी चाहिँ लमाई आएर बसेका छौँ। गाडी चार्जवाला गाडीमा आएको, गाडी चार्ज गर्दैछ। अनि बुवाहरूले चियाहरू खाँदै हुनुहुन्छ। अनि हामी सबैजना बसेका छौँ यहाँनिर। लमा आयौँ त। अनि अलि अगाडि सकेन लमाई त अलि अगाडि सकेन। खरायो कति राम्रो छ साथीहरू। छोरीले खानेकुरा हामी चाहिँ यहाँ चकचके भन्ने ठाउँमा आछौँ। चकचके भन्ने ठाउँमा आएर नानीहरूलाई एकदम भोक लाग्यो भएर खाना गएको छन्। अरू साथीहरू कति राम्रो दिदीहरू सबैजना। हामी म चाहिँ पूजा गर्ने भनेर केही पनि खाएको छैन, खाँदिनँ होला। नानीहरू चाहिँ खान मन गरिरहन्, खाँदैछन्। अर्डर भयो। हेलो, के अर्डर गर्यो त सानो? मम्मा खाने हो? प्रकृतिले के खाने हो? प्रकृति यिनीहरू गाडी लागेर हैरान छ के अरे खानाको पर्खाइमा बसे खान। छोरी यता हेर न, मासु खान्न भने आइन र किन मासु खाँदै? क्या साने मासु खान्न भने आइन र के खान लगाऊ के तिमीले? त्यो हो क्या आलुको पिस। के हो त्यो? मिठो छ? फ्राई राइस मिठो छ? हेलो, खाऊ खाऊ खाऊ। फाइनल्ली आधी घन्टाको वेट पछि ममा आयो। कस्तो छ ममा छोरो? मैले चमच मात्रै भने, एउटैमा खाल्लान् भनेर। त्यो फेरि फट्टानी छ क्या खाइने। यहाँ त फटाफटा भएर यहाँ हैरान छ। रेस्टुरेन्टमा खुलाउनु। फाइनली बच्चाहरूले चाहिँ खाएर सके। भनिदिनु न त केही मेरो भ्लगमा। म चाहिँ हामी प्युठान जिल्लाको चकचके भन्ने ठाउँमा बसेका छौँ। मेरो भान्जा अब गाडी यो चार्ज गर्ने गाडीमा हिँड्यो भने कति गाह्रो हो चार्ज गर्न ला। बच्चाले खाएर नि सकिसके। अब एकछिन रेस्ट गरेर बसेर अनि गाडी फुल चार्ज भयो भने फेरि यहाँबाट हिँड्न थाल्छौँ। कति बेला पुगिन्छ, भोकै मरिन्छ कि क्या हो आज। फाइनल्ली हामी आइपुग्यौँ। अब हिँड्नुपर्छ अरे यहाँबाट। फाइनल्ली स्वर्गद्वारी आश्रम प्रवेशद्वार आयौँ हामी चाहिँ। अब यहाँदेखि हिँड्नुपर्छ भन्नुभएको छ। अब हामी त फर्स्ट टाइम आएको, कति हिँड्नुपर्छ थाहा छैन, तर हिँड्नुपर्छ अरे। माथि जाँदैछौँ। हाम्रो ग्रुप यहाँ हुनुहुन्छ। हिँड्दा खुट्टा गल्यो साथीहरू। अब सबैजना गाडी उहाँ पुगिसक्नु। म चाहिँ छोरीसँग लरे गएर बिस्तारै हिँडिरहेको छु। टिनु रुख ढौ भएको छ कि छैन? भएको छ। बिस्तारै हिँड ल। स्वर्गद्वारीको भ्रमण कस्तो हुँदैछ? टोली मन्दिरमा अझै पुगिसकेको छैन। हिँड्न गाह्रो भइरहेछ। देख्न सक्नुहुन्छ साथीहरू, यस्तो राम्रो भ्यू छ। टक्क उता सधैँ यहीँ बसौँ जस्तो छ। छोरीहरूले हामीलाई जितिसके खान हिँडेर हो। अझ अर्की छोरी त अगाडि गइसक्यो। उसलाई त अहिले गयो भने देखाउँछु। फाइनल्ली अब पुगिसक्न आँटेका छौँ हामीहरू। मम्मी चाहिँ हाम्रो अगाडि लाग्नु भएको छ। मभन्दा अगाडि छोरीहरूलाई सक्दैन छोरीहरूलाई।
यहाँको मौसम कति आनन्दको कति चिसो है। हाम्रो त नेपालगञ्ज एरिया त गर्मीमा बस्न सकिन्न। यहाँ आएर आनन्दको सास फेरे जस्तो भएको छ चिसो हावा खान पाएर। अब पुगिसक्न आँटेका छौँ हामीहरू। फाइनल्ली हामी मन्दिर पुग्यौँ। सर्कदारी मन्दिरमा प्रवेश भयो। जनतान धेरै दुःख र सङ्घर्ष पछिको हिँडाइपछि फाइनल्ली हामी चाहिँ पुग्यौँ। यही हो बुवा, देख्न सक्नुहुन्छ पसिनाले हिँड्दा मान्छेको हालत खराब भइसक्यो। अब सर्कदारीमा पुगिसक्यौँ। अब पूजापाठ गर्नुपर्ने हुन्छ। स्वर बसेर आवाज कस्तो आइरहेछ सुन्नु भएको छ होला लास्टै। आवाज एकदम बोल्नै अप्ठ्यारो भइरहेछ, आवाज बसिरहेछ। साथीहरू के हुन्छ म तपाईँलाई देखाउँछु है त, हेर्दै गर्नु होला। फाइनल्ली 3 बहिनीको भेट भयो। सानो नानीहरू चाहिँ यतैतिर बस्छन् रोल्पातिरबाट आएका, अनि हामी उतातिर आयौँ। यही मन्दिरमा भेट भयो। छोरो हाई। 3 बहिनी खुसी भएर हिँडिरहन्। फाइनल्ली हामी मन्दिरमा पुग्यौँ। पूजाको सामानहरू छ अनि पूजा गर्नलाई अब जान लागेको। भित्र त भिडियो गर्ने मान्छे नि कोही छैन। पूजा गर्न लागेको त भिडियो गर्न पाउँदिनँ होला। ड्याडी दुई मिनटको भिडियो त यही त भइगयो। ब्लग के बनाउँछ 2 मिनटको भिडियो त यही भइगयो। जम
आज इधर नीचे रखा फाइनल्ली पूजा गरेर सकियो। अब चाहिँ हामीहरू घरतिर जान लाग्यो। हेर्नु साथीहरू, यस्तो राम्रो भ्यू छ यहाँ आनन्दको। मेरो बहिनीसँग नि आज लगभग
15-16 दिनपछि भेट भयो सबैजना भेटेर रमाइलो गरेर अनि हामी चाहिँ जानलाई अब घर जाने हो अब हिँड्न सुरु गर्ने हो देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ स्कुलहरू हुँदो रहेछ संस्कृत पढाइ हुने विद्यालय सबै यहीँ रहेछ सिनहरू कति रमाइलो मन्दिर अब हामी फाइनल्ली घरतिर जाँदैछौँ अनि बुवा मम्मीलाई चाहिँ भोक लाग्यो भनेर प्रसाद खान लाग्नु भएको ल स्वर्गद्वारी गौशालाका गाईहरू देख्न सक्नुहुन्छ यस्तो मोटो मोटो टन्न यति धेरै गाईहरू पालेर पनि कति आनन्दले घाँसहरू पुगाउनु भएको कति मोटो मोटो बनाउनु भएको गाईहरू गौशालाले हामी चाहिँ गाईलाई त्यो पिरो छोड्न आएको थियौँ गाईलाई पिरो छोडेर अब हिँड्दैछौँ यहाँदेखि माथि त्यो टुप्पोमा हेर्न जानु छ अब अनि त्यसपछि घरतिर लागिन्छ प्युठान सर्कद्वारीको माथि भाइरल डाँडाबाटको भ्यू देख्न सक्नुहुन्छ साथीहरू यस्तो रमाइलो छ जति हेऱ्यो त्यति हेरौँ तल तल एरोप्लेन अरे हेलिकप्टर बस्नु रहेछ हेलिकप्टर बस्ने ठाउँ अनि यो चाहिँ भ्यू हामी टप माथि बागेश्वरी अरे सर्कद्वारीको टप भाइरल डाँडामा आएका छौँ र साथीहरू कस्तो भइरहेछ यहाँ डाँडामा आएर एकदम रमाइलो भइरहेछ